हेलो साथीहरु, वेलकम छ कुशवाहा ब्लगमा। आजको टपिक रहेछ कि युट्युबले चाहिँ केही रुल्सहरु चेन्ज गरेको छ। यो रुल्स हजुरहरुले चाहिँ फलो गर्नु हुँदैन भने हजुरको युट्युबबाट केही भिडियोहरु डिलिट पनि हुन सक्छ। अब कस्तो खालको भिडियो चाहिँ युट्युबले चाहिँ अटोमेटिक डिलिट गर्दो रहेछ त्यो सम्पूर्ण जान्नको लागि यो भिडियो चाहिँ हेर्नुपर्ने हुन्छ। अहिले चाहिँ म के हेरे कि इन्डियाको केही युट्युबरहरुको पनि भिडियो चाहिँ डिलिट भएको छ। त्यो भिडियो चाहिँ जसको मिलियन सब्स्क्राइबर छ, लाखौं सब्स्क्राइबर छ, उनीहरुको पनि भिडियो चाहिँ अहिले युट्युबले चाहिँ डिलिट गरेको छ। अनि मैले हजुरलाई पनि एउटा शेयर गर्दैछु यो कुरा। मलाई थाहा हुँदाखेरि मेरो पनि एउटा भिडियो चाहिँ डिलिट भएको छ। अनि मैले चाहिँ युट्युबसँग कुरा गरे। युट्युबसँग लाइभ च्याट गर्दाखेरि मलाई चाहिँ के भन्दै थियो कि हजुरले चाहिँ भिडियो हाल्दै हुनुहुन्छ भने अरूको स्पोन्सर नगर्नु, हजुरको भिडियोमा चाहिँ एड जस्तै नदेखाउनु स्पोन्सर गरेर, अनि हजुरको भिडियो चाहिँ डिलिट हुँदैन। अनि त्यसपछि मैले त्यति पनि राम्रोसँग बुझेन। स्पोन्सर मैले केही कसैको गरेको पनि छैन, तर पनि भिडियो चाहिँ डिलिट मेरो भयो। तर लास्टमा मैले एउटा कुरा सोधे उहाँसँग, सर मैले चाहिँ कुनै एप्लिकेसनको स्पोन्सर पनि गरेको छैन, कुनै कम्पनीको स्पोन्सर पनि गरेको छैन, तर मेरो भिडियो डिलिट कसरी भयो? अनि उहाँले चेक गर्नुभयो मेरो युट्युब च्यानल चाहिँ आधी घण्टा जति चेक गर्नुभयो। चेक गरेपछि उहाँले के भन्नुभयो, हजुरले चाहिँ केही भिडियो अर्निङ सम्बन्धी भिडियो चाहिँ बनाउनु भएको छ, त्यही कारण त हजुरको युट्युबबाट यो भिडियो चाहिँ डिलिट भएको छ। अब हजुरलाई अब कुरा भन्दछु, यो युट्युबले चाहिँ कस्तो कस्तो खालको भिडियो चाहिँ डिलिट गर्दो रहेछ। सबैभन्दा पहिला हजुरहरु चाहिँ जुन भिडियो अर्निङ सम्बन्धी भिडियो बनाइराख्नु भएको छ त्यतिसम्म ठिक छ, हजुरले बनाउनु केही प्रब्लम छैन। तर अपलोड गर्दै हुनुहुन्छ भने त्यहाँनिर चाहिँ ध्यान दिनुपर्ने हुन्छ। यदि हजुरले चाहिँ अपलोड गर्दाखेरि ध्यान दिनु हुँदैन भने हजुरको पनि युट्युब च्यानलबाट भिडियो चाहिँ डिलिट हुनेछ। अनि हजुरको तीनटा चाहिँ चान्स पाउँछ, 3 टाइम। यदि 3 टाइम भन्दा बढी चाहिँ हजुरले चाहिँ त्यस्तो गर्नुहुन्छ भने हजुरको युट्युब च्यानल पनि रिमुभ हुन सक्छ। अब त्यसरी बाच्नको लागि हामीलाई के गर्नुपर्ने हो? सबैभन्दा पहिला के गर्नु होला कि कुनै पनि अर्निङ सम्बन्धी भिडियो हजुरले चाहिँ बनाइराख्नु भएको छ भने हजुरले चाहिँ ध्यान दिनु होला कि जुन टाइटल लेख्दै हुनुहुन्छ नि त्यो टाइटलमा चाहिँ हजुरले चाहिँ राम्रोसँग ध्यान दिएर लेख्नु होला। त्यहाँनिर चाहिँ के गर्नु होला कि अर्न मनी भन्ने शब्द चाहिँ त्यहाँनिर टाइप चाहिँ नगर्नु होला र टाइटलमा चाहिँ अर्न मनी अनलाइन पनि नलेख्नु होला। यदि हजुरले अर्न मनी अनलाइन चाहिँ अर्न मनी यसरी लेख्नुहुन्छ भने हजुरको चाहिँ त्यो भिडियो चाहिँ डिलिट हुन्छ। यदि हजुरलाई चाहिँ त्यस्तो बाँच्नको लागि लेख्नु छ भने त्यहाँ के लेख्नु होला कि अनलाइनबाट पैसा हामी कसरी कमाउने, किनभने पैसा लेख्नुहुन्छ भने युट्युबको क्याच चाहिँ गर्न सक्दैन। अनि अर्न लेख्नुहुन्छ भने अर्न मनी, त्यस्तोमा चाहिँ युट्युबले चाहिँ अटोमेटिक क्याच गर्छ र अनि हजुरको भिडियो चाहिँ डिलिट पनि गर्छ। किनभने पैसा भन्ने त्यहाँनिर चाहिँ क्याच गर्न सक्दैन। पैसा भन्ने नेपाली चाहिँ वर्ड हुन्छ, चाहिँ हिन्दी वर्ड हुन्छ, त्यस्तोले छिटो क्याच गर्दैन। तर इंग्लिशमा टाइपिङ गर्नुहुन्छ भने अनलाइन अर्न मनी त्यसरी लेख्नुहुन्छ भने हजुरको चाहिँ भिडियो चाहिँ डिलिट हुन्छ। अब हजुर चाहिँ आवश्यक बुझिसक्नु भयो होला कि आफ्नो जुन टाइटल लेख्दै हुनुहुन्छ त्यसमा चाहिँ अर्नको इस्तेमाल नगर्नु होला। यदि अर्नको इस्तेमाल गर्नुहुन्छ भने हजुरको पनि भिडियो चाहिँ डिलिट हुन सक्छ। 3 चोटी टाइम पाउँछ। 3 चोटी यदि हजुरको भिडियो चाहिँ डिलिट भयो भने एक दिन हजुरको युट्युब च्यानल पनि सस्पेन्डमा जान्छ र रिमुभ पनि गर्न सकिन्छ। अब यो कुरा चाहिँ हजुरले चाहिँ ध्यान राख्नु होला कि अर्न मनी अनलाइन एप्लिकेसन अर्निङ मनी यसरी चाहिँ हजुरले चाहिँ आफ्नो टाइटलमा चाहिँ नलेख्नु होला। आजको लागि भिडियो चाहिँ यति नै हो। यदि यो हजुरलाई चाहिँ भिडियो मन पर्यो भने कुशवाहा ब्लगलाई सब्स्क्राइब गरी बेल आइकनलाई क्लिक गरी नोटिफिकेसनलाई अन गरिदिनु होला। फेरि भेटौँला हामी
अर्को भिडियोमा।